हेलो मित्रहरू, गुड इभिनिङ अनि प्लस नमस्कार है। एन्ड बल्ले बल्ले होइन, आज चाहिँ साथीहरू म तपाईँहरूलाई नि कुनै पनि गाडीहरूको गियरबक्स सिस्टम चाहिँ के हुन्छ भनेर चाहिँ म त्यो बताउन गइरहेको छु। एकदम ध्यान दिएर सुन्नु होला साथीहरू है त, र बुझिराख्नु होला। यो चाहिँ साथीहरू बुलेरोको गियरबक्स हो है। गियरबक्सको बनावटहरू र सिस्टम चाहिँ कस्तो हुन्छ भने नि साथीहरू, सबैभन्दा ठुलो गियर चाहिँ यो अहिले यसको 4 नम्बर साथीहरू। ठुलो गियरको जहिले पनि यो पिनियम चाहिँ है सानो हुन्छ है साथीहरू, जहिले पनि जुनसुकै गाडीको गियरबक्समा होस् है। अब यो 4, यो 3 चाहिँ 4 भन्दा अलिकति ठुलो छ अब साथीहरू, यो रिङ है यसरी बनेको हुन्छ। अब 2 यो हो, फेरि 3 भन्दा फेरि 2 अलिक ठुलो पिनियम हुन्छ। अब 1 चाहिँ यो साथीहरू, 1 को अझै ठुलो हुन्छ है, यसरी बनेको हुन्छ। यो चाहिँ 4 मा चाहिँ यसले राउन्डिङ छिटो लियोस् भनेर र स्पिड कुदोस् भनेर यसरी सानो पिनियम दिएको हुन्छ साथीहरू है, र सफ्ट कुदोस् भनेर। र ठुलो चाहिँ अब यो 1 नम्बरमा कुद्नु पर्यो भने बिस्तारै कुद्छ साथीहरू, किनभने यसले राउन्डिङ लिनु पर्दाखेरि अलिक टाइम लाग्ने हुन्छ, त्यही भएर बिस्तारै कुद्छ साथीहरू है। र अर्को कुरो, यो 4 र 3 को सङ्गत एउटै रिङले गर्छ है साथीहरू। जहिले यो यिनीहरू चाहिँ एक आपसमा सङ्गत तरिकाले बसेको हुन्छ साथीहरू है। जस्तै 1 र 2 को यसले काम गर्छ, यो 1 र 2 को सङ्गत। अब ब्याक गियरको चाहिँ यो साथीहरू, ब्याक गियर चाहिँ अनि हाम्रो इन्जिन घुम्ने भनेको साथीहरू गियरबक्स यसरी नै लागेको हुन्छ है, सिधा तरिकाले। इन्जिन घुम्ने भनेको जहिले पनि लेफ्ट साइड है साथीहरू, यता जुनसुकै गाडीको। अनि यो 4, 3, 2, 1 मा चाहिँ लेफ्ट साइड घुमेकोलाई चक्का अगाडि गुड्नुमा सहज भयो साथीहरू है। यो चाहिँ एकदम सजिलो भयो र अगाडि नै गुड्ने हुन्छ होइन। अब ब्याक घुम्दा चाहिँ ब्याक कुद्दा चाहिँ के हुन्छ भन्दाखेरि साथीहरू, इन्जिन चाहिँ तपाईँको लेफ्ट नै घुमेको हुन्छ, तर चक्का चाहिँ पछाडि कसरी घुम्छ त भन्ने खालको हामी कन्फ्युज हुन्छ है। त्यो कुरो चाहिँ साथीहरू यो ब्याक गियर पिनियमले डिसाइड गर्छ क्या। कुनै पनि इन्जिन चाहिँ कहिले पनि ब्याक गियरमा चाहिँ राइट साइड घुम्ने भन्ने चाहिँ हुँदैन साथीहरू है। जहिले पनि जुनसुकै मोडमा पनि जुनसुकै अवस्थामा पनि लेफ्ट नै हो इन्जिन घुम्ने, जुनसुकै गाडीको। र चक्का चाहिँ पछाडि ब्याक गियरमा चाहिँ घुम्नुको कारण चाहिँ के हो त, के हुन्छ त भन्दाखेरि साथीहरू है, म बताउँदैछु। इन्जिन हाम्रो घुम्दाखेरि, गियरबक्स घुम्दाखेरि यतै हो साथीहरू, यो लेफ्ट साइड। अरू गियरलाई चाहिँ सुट खायो यो यसरी लेफ्ट साइडै घुम्दाखेरि, तर ब्याक गियरमा चाहिँ अब यता घुम्नुपर्ने है, त्यो चाहिँ डिसाइड यो ब्याक गियर पिनियमले गर्छ साथीहरू। जस्तै अब म ब्याक गियर हाल्छु, ब्याक गियर लाग्यो है, ब्याक गियर लागेर अब म तपाईँको चाहिँ यता अगाडिबाट लेफ्ट साइडै घुमाउँछु। अब इन्जिनले जता घुमाउँछ त्यतै घुमाउँछु। त्यो अवस्थामा चाहिँ यो कप्लिङ हो साथीहरू। यो चाहिँ तपाईँको राइट साइड घुमिन्छ। राइट साइड घुम्नु भनेको चाहिँ हाम्रो गाडीको चक्का चाहिँ पछाडि घुम्नु हो साथीहरू है। हेर्नुहोस् त, यसलाई अगाडि मैले लेफ्ट साइडै घुमाइरहेको छु, यो कप्लिङ चाहिँ, यो पिनियम चाहिँ राइट साइड घुम्दैछ है। त्यही भएर चाहिँ गाडी पछाडि गुड्छ साथीहरू, यो ब्याक गियरको बनावटले गर्दाखेरि है। फेरि बुझौँ। र अर्को कुरो, तपाईँको 4 लाग्नु भनेको यहाँनिर यसले क्याच गर्नु हो साथीहरू। अहिले हाम्रो गाडी न्युट्रल पोजिसनमा छ। न्युट्रल पोजिसन भनेको चाहिँ जहिले यो खाली अवस्थामा यो जुन यो दाँतीहरू छ, यताको दाँतीहरू छ, त्यसको बिचमा बसेको हुनु पर्यो साथीहरू। यो पनि यसले छोडेको छ है। जब गियर लाग्नु भनेको चाहिँ यो दाँतीलाई यो स्लाइडिङ रिङले चाहिँ क्याच गर्नु है साथीहरू। जस्तै म 4 नम्बर हाल्छु, 4 नम्बर हाल्दाखेरि साथीहरू म यताबाट लेफ्ट साइडै घुमाउँछु है, अगाडिबाट यहाँबाट लेफ्ट साइडै घुमाउँछु। यो हाम्रो लेफ्ट साइडै घुम्छ। त्यसो हुँदा चाहिँ हाम्रो चक्का अगाडि नै घुम्छ, अगाडि नै दौडिन्छ गाडी।
त्यो बुझ्नु पर्यो साथीहरू। तर ब्याक गियरमा चाहिँ मैले यसलाई अगाडिबाट लेफ्ट साइडै घुमाउँदा यो चाहिँ राइट साइड घुम्दिन्छ साथीहरू है। जस्तै ब्याक गियर लगाएँ मैले, ब्याक गियर लगाएँ हो लेफ्ट साइड घुम्दैछ साथीहरू है। त्यही भएर हाम्रो गाडी चाहिँ पछाडि दौडिने हुन्छ। हस् त साथीहरू नमस्कार। यो भिडियो लङ भइसकेको छ है। मैले अलिक बुझाउनु कोसिस गरेँ तर लङ भइसक्यो भिडियो। नेक्स्ट रिलमा भेटौँला साथीहरू। थ्याङ्क यू सो मच।